को गिफ्ट नहीं 100 रुपैयाँको त चकलेट आउँछ। तिमी नाटकमा बिजी भन्छौ के? ल यो एउटा है। अरु केही छ? पाइसक्यो हो त्यो? कति छिटो? लाइक सब्सक्राइब एन्ड सेयर गर्न चाहिँ नबिर्सनु। हेलो एभ्रिवान, मी माइसेल्फ सुजन घिमिरे। वेलकम टु टुगेदर वर्ल्ड ब्लग। अनि म चाहिँ अहिले मण्डला थिएटरमा छु। मेरी क्रिसमस डेको दिन यसो सेलिब्रेट गर्दैछौँ। सो यो क्यामेरा चाहिँ अपरेट चाहिँ हाम्रो अमिरले पनि गर्छ। अमिर चाहिँ यहाँ छ होइन? हेलो, वेलकम टु टुगेदर ब्लग। Today we are playing Secret Santa at Mandala Theatre. यो हेर्न 100 रुपियाँ गिफ्ट लिन आइगे। यही परेको छ मेरोमा। म त मान्दिन है सुजन। 100 रुपैयाँको गिफ्ट नहीं 100 रुपैयाँको त चकलेट आउँछ। अनि त्यही भने हैन ग्रुपमा हो कि नै सिल्क वाला डेरी मिल्क त 150 हो कि 70 पर्छ। यसलाई अस्ति 500 को दिएको बर्थडेको दिन। म त परेको नहोस् है। उ तेरो भारी छ गिफ्ट भाइ। मै परेको होस्। लाइक सब्सक्राइब एन्ड सेयर गर्न चाहिँ नबिर्सनु। यो क्यामेराम्यान चाहियो यहाँ मलाई किन? यो खिच्न। बा ल सुरु गरौँ छिटो। आम्मा गिफ्ट सबभन्दा सानो मान्छे म त त इन्द्रकोमा छु जस्तो छ। जीवन छैन नि अहिले, ह? इन्द्रकोमा छु जस्तो छ। खै त इन्द्रजी। इन्द्रले भरे बेली गिफ्ट लिएर जस्तो पर्छ। एकजना विदाउट गिफ्ट हुने भयो। हामी एटलिस्ट तिमी लेफ्ट आउट फिल गर्दैनौ किनकि हाम्रो मध्ये एकजना पनि विदाउट गिफ्ट हुन्छ। किनकि इन्द्र छैन। बस भित्राम। म त बेटो भाइ साहब, अनि मलाई थाहा थिएन तिमी हुन्छ भनेर नभए ल्याउनु हुन्थ्यो एक्स्ट्रा एउटा केही चकलेट। अनि 100 रुपियाँको गिफ्ट पर्ने भयो। कसले दिएको पनि थाहा पाउनु। ओए महिमाजीले एक्स्ट्रा लिएर हाल्नुहुन्छ त यहाँ नि। कति रुपियाँको चकलेट ल्याउनु? गुड। क्यामेराम्यान चेन्ज। प्रज्ञा प्रज्ञा स्केल छ कि क्या हो? स्केलहरु मलाई किन अझै छ? सक्यो। प्रज्ञा सक्सेसफुली कसको पालो अब? प्रशंसा ल प्रशंसा। त्यसो भए तिमी लास्टमा गर। नानी छैन किनकि तिम्रो लास्टमा चाहिँ नाम छैन क्या हो? खै मेरोमा त सबैको नाम लेखेको छु फेरि नभए यसमा त होला। लास्टमा इन्द्रजी हो क्या? नाम भेटेन फेरि छैन त्यसो भए इन्द्र हो। अनि मैले उहाँले हुनुपर्छ भन्ने छैन त। नप नो भन्ने सिक्यो। ल तिमी अब साइलेन्टली पक्कै पनि इन्द्रजी हो। के भन्छौ त अमिर तिमी? हुन सक्छ। महिमाजी है। ल ल महिमा लपत्ता लपत्ता गाइजहरु रेड वेस्टर इज दिस राइट? यस अब मैले कैसे गर्नु भएन किनकि आई नो यो कसले दिएको नाम छैन भनेपछि प्रज्ञाले दिएको। थ्यांक यू।
अन्दाज कस्तो लाग्यो मेरो अन्दाज कस्तो लाग्यो तपाईँको उमेर गइसक्नु ल आयो यो आयो यस्तो तिमी नाटकमा बिजी भन्छौ के ल यो एउटा है अरू केही छ शङ्का त लागिरहेछ मलाई होइन तर इन्द्रजी परे कि जस्तो लागिरहेछ इन्द्रजी नै हो जस्तो कङ्ग्रेचुलेसन्स थ्याङ्क यू पाइसक्यो हो त्यो कति छिटो के छ है दिदी होइन पास कङ्ग्रेचुलेसन्स सानो दिदी नाम शान्ता दिदीलाई इन्द्र प्रिटी त्यही होला के थ्याङ्क यू यता पनि अनबक्सिङ भइरहेछ अब इन्द्रजीको इन्द्रजीको शान्ता दिदी के हो यो भ्यासलिन अनि म लाउँदैन लाउँदै नलाउने यता पनि खोलिसकेछ थ्याङ्क यू जे नि टप्काउँछ बे यसले मेरो सामान अर्को पनि मलाई पनि उहाँ पनि इन्ट्री भएको छैन यो चाहिँ मन पर्यो मलाई यता यो महिमा मन पर्यो मलाई गणेश गणेश थ्याङ्क यू हामी सबै यो चाहिँ सान्ता म- खेलेको अर्कोको लागि सिक्रेट गर्नु कि सबैको लागि गर्नु भनेको यो लेटर इज माइ लेटर पछि नदेख्ने रहेछ अब म हजुर पढेँ अभी यहाँ शान्ता बाजी उहाँको पनि चिठी रहेछ उहाँ जानुभयो तपाईँको के रहेछ खै यता के आयो यता खोलिसक्यो है ओ कप मलाई चाहिरहेको छ तल पानी खानलाई दिदीको मेरी क्रिसमस गाइस मैले यस्तो लेटर महिमाजीले लेटर लेखिदिनु भएको कस्तो राम्रो कप मेरी क्रिसमस यो छोड ल आयो एन्ड ह्याप्पी न्यू इयर महिमा म्यामको खै त म्यामको चाहिँ म त घरै पढ्छु नपढ्ने दिदी तपाईँको चक्लेट लानु चक्लेट उता भित्र पनि छ 10 यहाँ प्राज्ञाले चकलेट ल्याएको छ गाइस सबैको लागि सो एभ्रीवन गेट वन प्राज्ञाको तर्फबाट हो यो यो सातो दिदी ओ उता भरे बेलुकासम्म पढिसक्यो दिदीलाई त एक दिनै लाग्छ त यो प्रशंसनीय हजुरलाई थ्याङ्क यू साक्षी त्यो गिफ्ट चाहिँ कसको रहेछ हौ यो तपाईलाई यो पक्कै पनि अब इन्द्रजीको शान्ता दिदी पढ्नु भएको ए अनि प्रशंसा
मेरो चाहिँ खै त हेरेको गिफ्ट हेरिसक्यो यो मैले हैन खाना ल्याएको भयो मैमा अस्ति नै किनेको लेडी जित्दै पाउनु भयो नि राम्रो यो गाइस जाडोमा ल्याउनु बदलाएर आउँछु ल फोटो अब एउटा फोटो खिचौँ न त देखाएर सबैले आफ्नो आफ्नो गिफ्ट देखाएर फोटो खिच्न हिँड्न बाहिर एउटा सक्ने भइहाल्नु कस्तो लागेछ तपाईँलाई गिफ्टहरू ल तपाईँलाई कस्तो लाग्यो गिफ्टहरू भोलिसम्म अर्को दिन रहेछ त यहाँ फेरि मैले छोरा छैन ल वाटर बोतल है बल्ल जस्तो आइरहेको ओ वाउ कस्तो लागिरहेछ ओहो पटकमा को थियो रे राम्रो लागेछ प्रशंसा दुई शब्द भन्नुहोस् न त मेरी क्रिसमस गाइस के रे हालेलुया हालेलुया यसो हो के हो कस्तो लागिरहेछ गिफ्ट पाएर so happy thank you so much and merry christmas कस्तो नाम परेन भनेको क्या खोइ त अब हाम्रो कसको नाम पर्यो भने भन्नुपर्छ दुई शब्द जाओस् न त यो दिँदाखेरि नै म एकदम खुसी छु गणेश मेरो लक्की गणेश हो त्यही भएर गणेश पाएँ थ्याङ्क यू महिमाजी तपाईँलाई सोधेँ मैले खाना दिदी हेर्नु भयो के खोल्न म चाहिँ क्यामेरा मात्र यसो चक्लेट पाएको छु है दुईवटा र खोल्नु रे खै खोल्नु दिदी तपाईलाई हामीले कफी दिनलाई नै दिए जस्तो छ यो कसले दिएको बुझेरै दिए जस्तो छ गिफ्ट खोल्नु भनेको अफिसमा कफी खाने कप नभएर यसले कप ल यसले हो कि के हो होइन यसको प्ले क्राफ्ट रे त 6 piece सेट ओइ तैले कप हो कप कप सेटै हो हेरौँ न दिदी छिटो न खोल्नु न छिटो टाटा कफी खाने कप आयो दिदीले घर लाग्यो हो नि अर्को छोराछोरी होला नि भनेर नि अब यसो प्लान गर्नु पर्यो दिदी Merry Christmas! सो गाइज म चाहिँ केएफसी लिएर आएको छु यहाँ सरप्राइज दिनुलाई दिदी मेरी क्रिसमस मेरी क्रिसमस के बोकेर आएछ ल मेरी क्रिसमस है अब के गर्नुपर्छ गम गम खानुपर्छ चटनी पिरो बनाउनु भएको नि बनाउँदैछु त्यहाँ खै ल चटनी बनाउँदै हुनुहुन्छ दिदीले टमाटर पोलिदिनु त्यहाँ खै कहाँ यहाँ टमाटर खाना पाकिसक्यो ल फेरि पनि ह्याप्पी मेरी क्रिसमस डे यहाँ चटनी यस्तो पिरो पिरो चटनी बनाएर मैले दिदीलाई सरप्राइज चटनी बनाउनुहोस् त भनेको थिएँ होइन नि किनकि केएफसी भन्दा मिठो चाहिँ मलाई केएफसी लाग्छ त्यही भएर झडङ ढडङ ढडङ भनेको फिल्म स्टाइलमा भद्रङ्ग भयो यस अहिले यति भयो हुन्छ मलाई अब केएफसी त खानु पर्यो हेर्नु गाइज है सस चटनी हो त यहाँ हामीलाई फेरि पिरो चाहिने भएर क्या है त्यो सस मन नपर्ने क्या गाइज खाए त
चटनी त पिरो रहेछ नि बवाल छ बवाल पिरै बनाइदिएको नि खालि पिरो पिरो भन्ने मलाई पिरो लास्टै चाहिन्छ नि त दिदीलाई ल्याएको मौकामा आफूले पनि खाएको मिठो सो गाइस दिदीलाई सरप्राइज दिएको केएफसी ल्याएर अब यो खाइयो मस्त अब एकछिनमा भात खाएर बिस्तारोमा गएर बाबु गरेर सुत्ने अब चाहिँ राख्छु ल काल त है सबै साथीहरूलाई ह्याप्पी मेरी क्रिसमस डे इन्जोय गर्नु होला मस्त खानु होला मस्त मोटाउनु होला ल गाइस टुगेदर वर्ल्डलाई लाइक सब्सक्राइब सेयर गरिदिनु होला अब चाहिँ लास्ट भोग लाग्थ्यो खानु मन लाग्यो है ल बाई